स्टार्ट चाहिँ हाल्नु Fighting on the blue corner, we have Manoj Pandey from Kerala Police Club. And out of the red corner, we have Manoj Tata from Boxer. खेल सुरुवात बनिसकेको छ भने मनोज तामाङ र प्रदीप कार्की बीचको यो खेल अट्याक र डिफेन्सको रोचक यो घमासान युद्ध हामी हेर्न सक्छौँ यस रिङमा यस सुमलुङ हलको रिङमा यो बक्सिङ गेम दोस्रो एडिसनको दोस्रो सेसनको खेल सुरुवात बनिसकेको छ हामी रेड ग्लोभ्स हामीले देखिरहेका छौँ यो प्रहार रहेछ प्रदीप कार्कीबाट फेरि पनि डिफेन्सको लागि प्रयास छन् मनोज तामाङ यो प्रहारमा रहनेछन् यसपल्ट पनि अट्याक एन्ड डिफेन्स हामी यहाँ आक्रमणमा खेल प्रस्तुत भएको हामीले देखिरहेको छौँ रिङमा यो क्लियर पम्प सेभ यहाँ फेसमा अट्याक गर्न चाहन्छन् मनोज तामाङ प्रदीप कार्कीलाई रिङमा सोझै ढल्न चाहन्छन् यो क्लियर छ फेरि पनि हामी देख्न सक्छौँ यो प्रहार रहेको थियो प्रदीप कार्कीको प्रो ब्याक्सिङको यो पहिलो म्याच रहनेछ विजेताले 50,000 प्राप्त गर्नेछ र उपविजेताले प्राप्त गर्नेछ नगद रु 25,000 यो प्रहार प्रदीप कार्की बडीमा अट्याक गरिरहेका छन् डिफेन्सको लागि मनोज तामाङको प्रयासरत छन् हामीलाई कमेन्ट गरेर साथ दिनु होला कहाँबाट हेर्दै हुन्छ यो पहिलो राउन्डको म्याचमा प्रदीप कार्की अट्याक पोजिसन लिन चाहन्छन् रिङमा यो प्रहार रहेको थियो यो डिफेन्स मनोज तामाङबाट फेरि पनि प्रदीप कार्की ज्यादा मात्र अट्याक पोजिसन रहेछन् मठिङ्गल हरिरहेको छ मनोज तामाङको यो प्रहार मनोज तामाङ यसबाट क्लियर पञ्च रहेको छ मनोज तामाङ प्रदीप कार्की माथि यो क्लियर पञ्च यो पावरफुल प्रहार फेरि पनि टाइम सकिएको छ यसबाट पनि पहिलो राउन्डको चार राउन्डमा आउँ भने स्कोर कार्डले कति प्राप्त गरेको छ यो पनि हामी केही समय भाषण गर्नेछौँ दोस्रो राउन्डको खेल सुरुवात भइसकेको छ प्रदीप कार्की आक्रामक रूपमा यो बक्सिङ रिङमा धरानको यो ऐतिहासिक रूपमा यो खेल सञ्चालन भइरहेको छ चुमलुङ हलमा हामीले देखिरहेका छौँ अट्याक एन्ड डिफेन्सको यो रोमाञ्चक भिडन्त हामीले देखिरहेका छौँ यो क्लियर पञ्च सेभ गर्ने पक्षमा रहेका छन् प्रयासमा छन् मनोज तामाङ
प्रयास गर्छन् यो राउन्डमा आफूलाई ज्यादा मात्रामा आफूलाई मार्क्स यानि कि गेन गर्नको लागि। यो प्रहार प्रदीप कार्की मनोज तामाङ डिफेन्स गर्न सकेनन्। यो प्रहार प्रदीप यो क्लियर्स नेपाल पुलिसबाट विभागीय टोलीबाट एनपिसीबाट रहेका छन् उनी। अनि रेफ्री एक कन्भिन्स गरिरहनु भएको छ। फेरि पनि यो खेल सुरुवात बनेको छ। यो दोस्रो राउन्डमा रहेको समयले हामी मनोज तामाङ फेरि पनि अट्याक पोजिसनमा प्रहार गर्ने क्रममा रहेका छन्। यो प्रहार प्रदीप फेरि पनि टेक्निकल प्रहारको लागि प्रयास गर्छन् मनोज तामाङ। यो प्रहार यो क्लियर छ। यो क्लियर टच रहनु पुगेको छ उनको फेसमा, प्रदीप कार्कीको फेसमा। यो क्लियर छ। आक्रमक भने पक्कै पनि बन्ने छैन, धेरै आक्रमक। यो क्लियर छ मनोज तामाङ। यो क्लियर यो प्रहार। विजेताले 50,000 प्राप्त गर्नेछ, उपविजेताले 25,000 प्राप्त गर्नेछ। लुज एन्ड विनको रहनेछ। टिम मेरो गन्तव्य हामी प्रत्यक्ष प्रसारमा रहेका छौँ। लाइभ क्यामेरामा हामीलाई ईश्वर लिम्बूले साथ दिइरहनु भएको छ र टेक्निकलमा सूर्यबहादुर लिम्बू रहनु भएको छ र हामीलाई आयोजक रहेको छ धरान बक्सिङ र इन्टरनेट पार्टमा वेबसाइटबाट साथ दिइरहेको छ प्रदीप। प्रयास गर्छन् फेरि पनि बढी मात्रामा गरिरहेको छ, यानि कि मनोज तामाङलाई लुज बनाउनको लागि प्रयास गर्छन्। यो प्रहार रहनु पुगेको थियो हेडमा। मनोज तामाङ टेक्निकल प्रहार गर्न चाहन्छन्। राइट ह्यान्ड दुवैजना राइट ह्यान्ड यो पन्चको लागि र लेफ्ट ह्यान्ड डिफेन्सको लागि युज गर्ने कोसिस गरिरहेका छन्। यो प्रहार रहेछ। मनोज तामाङ रेड ग्लोभ्सबाट रेड कर्नरबाट रहेका छन्। यो दोस्रो राउन्डको लगभग भने समय सकिन लागेको छ। यो दोस्रो राउन्डको समय सकिएको छ। जम्मा अब भने 2 राउन्ड मात्र बाँकी रहेको छ। यो राउन्ड थर्डको लागि फ्ल्याग राइज अपको लागि भोलिन्टियर धरान बक्सिङबाट हामी देख्न सक्छौँ लेडिज ग्रुपलाई। हामी राउन्ड 3 रहनेछ भने 1 मिनेटको टाइम पश्चात। भने तेस्रो राउन्डको लागि मैदानमा फेरि पनि महाभिडन्त हुनेछ दुवै टोलीको। मनोज तामाङ फर्स्ट टाइम है प्रदीप कार्की यानि कि विक बनाउन चाहन्छन् बडीमा ट्याग गरेर। प्रदीप कार्की मनोज तामाङको लागि एग्रेसिभ त पक्कै पनि नबन्ला यो खेलमा। आइडिया यानि कि टेक्निकल यो प्रहार रहन पुग्यो प्रदीप कार्की। यो ब्याक टु ब्याक अट्याकमा हामी देख्न सक्छौँ क्यामेरा फ्रेममा। यो रिङ हामीले देखिरहेका छौँ। रिङमा दुवै टोली खेलिरहेको छ आजको धरानमा महाभिडन्त यो फाइट नाइटमा। प्रदीप कार्की थकित मुद्रा हामी देखिरहेका छौँ। मनोज तामाङ फेरि पनि अट्याकको लागि प्रयासरत छन्। मनोज तामाङ यहाँले प्रत्यक्ष प्रसारमा हेर्नु भएको छ। फर्स्ट टाइम मेरो गन्तव्यबाट बक्सिङ गेमको प्रत्यक्ष प्रसारण। यो टेस्ट फरक छ। अब मात्र पनि 1 राउन्ड बाँकी छ। यो तेस्रो राउन्डमा रहेका छ प्रदीप कार्की। यो डिफेन्स गर्न सकिरहेका छैनन् मनोज तामाङ। ब्याक टु ब्याक अट्याकमा यहाँ डजेस गर्न सकिरहेका छैनन् मनोज तामाङ र अट्याक पनि गर्न सकिरहेका छन्।
ल्यान्स पन्चको लागि प्रयास गर्छन् यो ल्यान्स पन्च हुन सकेन मनोज तामाङको यो क्लियर छ यो अत्यन्तै आक्रमक खेल रहनेछ दुवै टोलीबाट प्रदीप कार्की फेरि पनि आक्रमक रूपमा हामी रिङमा हामी देख्न सक्छौँ मनोज तामाङ यहाँ डजेस गरिरहेका छन् यहाँ होल्ड गरिरहेका छन् एकअर्कामा यहाँ काउन्ट डाउन दिइरहेका छन् रेफ्री ओके धेरै एग्रेसिभ मोडमा प्रदीप कार्कीलाई हामीले देखिरहेका थियौँ तेस्रो राउन्ड पनि लगभग अब 1 मिनट मात्र समय बाँकी छ मनोज तामाङ यहाँ टेक्निकल प्रहार गर्न चाहन्छन् धेरै प्रहार मिसेस बनिरहेको छ ज्यादा मात्रामा प्रदीप कार्कीले उनलाई वेक बनाइरहेका छन् फेरि पनि यो प्रहार रहेको थियो वाउ प्रदीप कार्की वाउ ब्याक टु ब्याक यो प्रहार प्रदीप कार्की विभागीय टोलीबाट यो रिङ हल्लिरहेको छ हामीले देखिरहेका छौँ यो वाइट फ्रेममा यो प्रहार फेरि मनोजबाट तर काउन्टर अट्याक गर्न सकिरहेका छैनन् मनोज तामाङ थकित मुद्रामा हामीले देखिरहेका छौँ यो प्रहार रहनेछ वाउ यो तेस्रो हाफको सरी माफ गर्नुहोला तेस्रो राउन्डको समय सकिएको छ भने चौथो राउन्ड रहनेछ फेरि उल्टो 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 भयो लास्ट राउन्ड रहनेछ हामी दर्शकलाई पनि देखिरहेका छौँ धरानमा बक्सिङको क्रेज यो बक्सिङ गेमको क्रेज अध्यक्ष दीपक राईलाई विशेष धन्यवाद दिन चाहन्छु र सचिव महेश आली मगर्जीलाई पनि विशेष धन्यवाद र आयोजक युनियनलाई विशेष धन्यवाद यो खेल अत्यन्तै रोचक बनिरहेको छ दर्शकहरूको लागि अनलाइनबाट पनि धेरैजनाले हेरिरहनु भएको छ रोचक मानेर मेरो गन्तव्यले फर्स्ट टाइम बक्सिङको प्रत्यक्ष प्रसारण गरिरहेको छ धरानमा र सबैजना सपोर्टरलाई हामी विशेष धन्यवाद दिन चाहन्छौँ अब भने खेल रोचक बनेछ प्रदीप कार्की ब्याक टु ब्याक यो अट्याकमा हामी देख्न सक्छौँ वाउ यो डजेस हामी देख्न सक्छौँ एकै रेस टाइम लिइरहेको छ यहाँ लेस खुट्टाको लेस या जुत्ताको लेस खुस्किन पुगेको छ प्रदीप कार्कीको हामीले टु एङ्गलबाट हामीले वाइड एङ्गल र जुम एङ्गलबाट यहाँहरूलाई क्लोजअपबाट हामीले खिचिरहेर देखिरहेका छौँ बाक्स ओके ब्रदर भन्दै हुनुहुन्छ विल बी देयर नेक्स्ट विक भन्दै हुनुहुन्छ अल गुड ब्रदर भनेर धेरैजना कमेन्ट गर्दै हुनुहुन्छ उज्जवल शर्मा पनि कमेन्ट गरिदिन्छ हामीलाई म हेटौडाबाट हेर्दै हुन्छु मनोज तामाङ रहेका छन् हेभी वेट च्याम्पियन आज को बन्ला रनर अप को बन्ला प्रदीप कार्की ब्याक टु ब्याक यो अट्याकमा 80 केजी को यो कम्पिटिसन रहेको छ 80 केजी 80 केजीको समूहको यो भिडन्त कर्नर पश्चातको यो मिड साइडमा फेरि पनि भिडन्त सुमलुङ हलमा आक्रमक खेल मनोज तामाङ टेक्निकल प्रहार गर्न चाहन्छन् यो मोमेन्टम हामी देख्न सक्छौँ एक खुट्टाको चाल र हातको चाल पनि हामी देख्न सक्छौँ यो प्रहार रहेछ फेरि पनि मनोज तामाङ यो क्लियर टच यो क्लियर पन्च रहेको थियो फेसमा वाउ यो डज इज क्लियर छ प्रदीप कार्कीको प्रदीप कार्की यो तेस्रो राउन्डको लगभग समय सकिन लागेको छ अब पनि 1 मिनट मात्र समय बाँकी छ वाउ यो डज इज प्रदीप कार्की Wow, back-to-back attack. Aggressive mode now. Oh. Your ring को rope ने सुटिल पुगेको छ. What a powerful shot, Pradeep Karki.
आफ्नो कर्ममा मनोज तामाङ हाम्रो कर्म साइडमा बसिसकेका छन् दर्शकलाई देखिरहेका छन् केही प्राविधिक समस्या रहेको छ यसलाई रिपेयर गर्नेछन् र यो धेरै पावरफुल सर्टमा प्रदीप कार्कीले मनोज तामाङलाई रिङमा अल्झाएका थिए रिङको रूपमा यसका गर्दा यो प्राविधिक समस्या रहनु पुगेको छ हामी दर्शकलाई देखाउनेछौँ केही समय म्युट गरेर भन हामी जजेसहरूलाई पनि देखिरहेका छौँ जजेसमा रहनुभएको छ नेपाल बक्सिङ सङ्घका सचिव पनि रहनुभएको छ टेक्निसियन र फर्स्ट आइटिओ इन्टरनेसनल टेक्निसियन अफिसर पुष्कर राज पन्त पनि रहेका छन् र धनकुमार मणि मैनाली पनि रहनुभएको छ सन्तोष आले मगर पनि रहनुभएको छ रामचन्द्र थापा मगर अनुराधा लामा राज कृष्ण महर्जन सचिन राउत सीताराम सिटौला र ताकुराज राई रहनुभएको छ झापाबाट This program is powered by Extreme Energy Drink, transformative origin, quality, Royal Resort Italy, Hotel Pussy Palace, Coffee Station, Garage Sports, Forum, Manadaun Highway. Likewise, we have our sponsors, Steve Brewery Restaurant, Nicola Bakery, Steelers Bride Design, Nepal Eyes, Francescano, Univar Trio, UN Collins, Maldito BBQ, Coffee Baiko, and Hotel Yuna. Strawberry Academy, Everest Electronics, Midnight Football, Samsung Showroom, King Palace, Soda Grocery, Material Partner 977 and Carlbreeder T-shirt printing, Medical Partner, Dharam City Hospital, Sundar Sound Lights, and we'd like to thank Garima Dance Center and DJ Option. Delivery Money, Coffee Station Putani Line, Hotel, Yuna, Mariko BBQ, Coffee Micro, PT Goldie, Cross Fitness, Sonar Rai Tyson, Real Sweet Luxury Honey, Visit Bangalore, Dina Transport. Yes, basically kami hamar विशेष कपड़े की व्यवस्था उद्योग से बचत अथॉरिटी सहकारी निगम जी बाबू राज को हमें आज पहुंचाने जा रहा है विशेष कपड़े की व्यवस्था राज Kera थोड़ा देना चाहता हूँ वहाँ पे ये दिखेगा से यहाँ पर हमारे लाइव बने और बेकुछ निकलने फेमस यो चैनल लाइव हमारे बड़ी पकड़ी सब्सक्राइब करके ना हमें आगे बढ़ना चाहता हूँ और हमें मानो ये पत्रकार के तरह बने होने चाहिए वहाँ पर हमें विशेष धन्यवाद करना चाहता हूँ
Material partner 977 and Carl T-shirt printing. Medical partner Garang City Hospital and Super Sound Lights. And special thanks to Garika Dance Center and DJ Lobson. र हामीले अहिले कार्यक्रम सुरुवात नै भनेको थियौँ हामी सुरुवातमा इन्भिटेसन्स गर्ने गर्छौँ भनेर जति नै हामी माझमा हाम्रो आजको हाम्रो यस कार्यक्रमको विशेष समय लिनुहुन्छ नागो ज्वेलरीका सिइओ फाउन्डर लाल बहादुर नागोज्यू कृपया हामी उहाँलाई स्वागत सम्मान गर्न चाहन्छौँ लाल बहादुर नागोज्यू र त्यसै गरी हामीसँग डेफिनेटली हामीले डान्स पर्फर्मेन्सहरू पनि राखेको यहाँलाई सहज जानकारी ब्लुबुकमा पके पनि रेकर्ड लेखाउनेछन् आजको विजेता खेलाडीले र उपविजेता खेलाडीले पनि लज एन्ड विनको नील कर्नरबाट प्रदीप कार्की रहेका थिए रेड कर्नरबाट मनोज तामाङ रहेका थिए मनोज तामाङ विन बनेका छन् कङ्ग्रेचुलेसन मनोज तामाङ र खेलमा धेरै अनुशासन खेलाडी पनि रहेका थिए बक्सर पनि रहेका थिए मनोज तामाङ वा कङ्ग्रेचुलेसन मनोज तामाङ रेड ग्लोभ्सबाट यानि कि रेड कर्नरबाट यस कर्नरमा यस फ्लोरमा यानि कि यस रिङमा प्रदीप कार्कीसँग अत्यन्तै रोचक भिडन्त गरेका थिए यहाँ केही टेक्निकल इरर रहन पुग्यो र प्राप्त अङ्क अनुसार मनोज तामाङ विनर बनेका छन् बधाई छ मनोज तामाङलाई 50,000 प्राप्त गर्नुभएको छ मनोज तामाङलाई पनि हामी विशेष धन्यवाद र 25,000 मा चित्त बुझाउनु परेको छ प्रदीप कार्की विभागीय टोलीबाट र विशेष धन्यवाद दिन चाहन्छु यस बक्सिङ खेलका मुख्य रेफरी सन्तोष आले मगरजीले जुन खेल सञ्चालन गर्नुभएको थियो जज 3 रामचन्द्र थापा मगर जज 4 अनुराधा